वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका बालेन शाह काठमाडौँ महानगरपालिकाको मेयरबाट राजीनामा दिए लगत्तै मधेस जाने कार्यक्रम तय भएको छ। उनले माघ 4 गते मेयर पदबाट राजीनामा दिनेछन्। त्यसको भोलिपल्ट माघ 5 गते राजसभा सभापति रवि लामिछाने र बालेन जनकपुर जाने कार्यक्रम तय भएको राजसभाका मधेस सभापति तपेश्वर यादवले जानकारी दिए। उनका अनुसार त्यस दिन पार्टी प्रदेश कमिटीले जनकपुरमा विस्तारित भेला राखेको छ। भेलामा मधेस प्रदेश समितिका पदाधिकारी सदस्य 8वटै जिल्ला समितिका सभापतिहरूलाई बोलाइएको छ। हामीले प्रदेशका पदाधिकारी, जिल्ला समितिका सभापति लगायतलाई बोलाएका छौँ। त्यो भेलामा मधेस प्रदेशमा पार्टीको अवस्था, 8 जिल्लाका 32वटै निर्वाचन क्षेत्रमा पार्टीको स्थिति आदिबारे छलफल गर्ने कार्यसूची तय गरेका छौँ, यादवले मङ्गलबार भने। हामीले त्यस दिन ठूलो कार्यक्रम तय गरेका छैनौँ। भर्खरै पार्टीमा आउनुभएका बालेन शाहको योजनाबारे सुन्नेछौँ। पार्टी सभापति रवि लामिछानेको निर्देशन सुन्नेछौँ। राजसभा प्रवक्ता मनिष झाले पनि बालेन शाह जनकपुर जाने गरी कार्यक्रमको तयारी भइरहेको बताएका छन्। राजसभा मधेस सभापति यादवले त्यस दिन बालेन महतरीको एकडारा गाउँपालिका स्थित आफ्नो पुर्ख्यौली घर महतरीको निर्वाचन क्षेत्र नम्बर 3 समेत जाने कार्यक्रम रहेको जानकारी दिए। बालेन शाहको पुर्ख्यौली घरमा अहिले उनका आफन्त परिवारका सदस्यहरूको बसोबास छैन। पुर्ख्यौली घर एकडारा गाउँपालिकाले भाडामा लिएर प्रशासकीय भवनका रूपमा उपयोग गरिरहेको छ।